हेलो हामी चाहिँ अहिले भोजपुरको नजिक बजार नजिक आएर यो चाहिँ भोजपुर कहाँ हो बजार भनेर सोधिरहेको अवस्था छ। यसको नाम चाहिँ सरगम हो। यसको नाम हिरो हो। हाम्रो केटाकेटीहरू चाहिँ यस्तो हामी चाहिँ यो सोलो राइड भन्नु होला होइन यतिकोलाई। सोलो होइन स्पिड आएर बस सोलो राइड। अनि के छ हेर त हाम्रो यो गाडीहरू ओइ उठ्ने बेला भएन भाइ सरगम। उहाँले पो राम्रो तरिकाले खानुहुँदो रहेछ है। भाइ तिम्रो सुप पनि छ होला अलिकति यो पनि खानु नि फेरि। तिम्रो त्यो के अरे सुप तिम्रो होइन होला उसको छैन भन्नु हुँदै थियो। मेरो त होस् छैन मटर सुप पनि छ है भनेको अलिकति के। यो गाडीमा चाहिँ यत्रो धेरै खर्च मतलब अब तेल पनि यो यिनीहरूले भन्दा धेरै खाइरहेको अवस्था छ। अनि यो गाडीमा चाहिँ मैले जस अब भोजपुर टेम्के जाने भनेर चाहिँ लगभग धेरै नै खर्च गरेर बनाएको थिएँ। तर पनि अहिले चाहिँ यसले जति पनि तानेको छैन के यो गाडी जति पनि। म यही विडम्बना पीडा लागिरहेछ। यसको नाम तेल पनि धेरै खाइरहेछ। कस्तो रिस उठिरहेछ नि सला कस्तो रिस उठिरहेछ यार सला। हेलो साथीहरू, अब हामी चाहिँ धरानदेखि भोजपुरसम्मको यात्रा सकेवा टेम्के भन्ने ठाउँमा गइरहेछ। अहिलेको टाइम चाहिँ कति भयो 7 बजेर 7:30 भएको अवस्था। हामी चाहिँ भाइ ल यस्तो छ यो भोजपुर टेम्के जाने मान्छेहरू चाहिँ। अनि पेट्रोल अब सकेर हाम्रो गाडी चाहिँ तल छ। पेट्रोल हाम्रो गाडी चाहिँ यो हो। पेट्रोल सकेर यहाँ पेट्रोल पर्खिरहेको अवस्था। हाम्रो टोलीहरू चाहिँ पेट्रोल लिनु गएको छ। अहिले चाहिँ हामी भेटेर आइपुगेको अवस्था।
आइपुग्नु भयो धनकुटा आइपुग्यो हामी चाहिँ है ल हिले बजार आइपुग्यो है अब पाखी बासतर्फ लाग्दैछौँ हामी हिले बजारदेखि गाडीहरू चाहिँ हाम्रो छ अगाडि एउटा स्पर्टिङमा गएको छ है केटाहरू चाहिँ केटीहरू लेडिज टोलीहरू त्यहाँनिर छ है अनि बाँकी त्यहाँनिर हामी चाहिँ अहिले पाखी बासतर्फ लाग्यो हिलेदेखि है स्टे यो चाहिँ ठ्याक्कै हिले बजारको माग्नुपर्ने गाई छ अरे यता अन्त कहाँबाट एउटा बाटो पुग्छ ग्याङहरू जाँदैछ ग्याङ 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 ओ ग्याङ हाम्रो नाउँ चाहिँ पाखी बास आइसकेको छौँ है यही हो पाखी बास बजार ट्याक्कसँगले पाखी बास बजार ल है पाखी बास लेगुवा भोजपुर जाने बाटो चाहिँ यही हो सर हेलो गाइस अरे ल है ल है ल हामी चाहिँ धनकुटाको यहाँ पुष्पा होटल भन्ने ठाउँमा खाना खानु गइरहेको छौँ। खाना चाहिँ यता रेडी हुँदैछ हाम्रो माछा। अब खाएपछि चाहिँ तर खाइसकेपछिको त्यस प्रतिक्रिया चाहिँ हुनुपर्छ के कस्तो छ दिदी? ल खानु त खानु न। सोडा हालेको छ कि छैन भातमा? दामी छ। अनि खोइ त मासु खोइ आएन? ठिकै अरे बेलुकाको टाइममा चाहिँ दोकानमा आउनु ल त्यो केटाहरु माछा खान यहाँ ल ल यो चाहिँ भोजपुर जाने बाटो छ। त्यहाँदेखि माथि खाटबारी छ।
हाम्रो टोलीहरू आउँदैछ। अरू नदी भारी चाहिँ यस्तो रहेछ। दिशा न यहाँ हाम्रो टोलीहरू चाहिँ अहिले पुरा यस्तो हिँडेमा हिँडिरहेको हेलो हामी चाहिँ अहिले भोजपुरको नजिक बजार नजिक आएर यो दोकान घरमा चाहिँ हाम्रो भाइले चाहिँ भोजपुर कहाँ हो बजार भनेर सोधिरहेको अवस्था छ। यसको नाम चाहिँ सरगम हो। यसको नाम हिरो हो। हाम्रो केटाकेटीहरू चाहिँ यस्तो हामी चाहिँ यो सोलो राइड भन्नु होला होइन यतिकोलाई। सोलो होइन स्पिड आएर बस सोलो राइड। अनि के छ हेर त हाम्रो यो गाडीहरू गाडीहरू यस्तो छ। भोजपुर बजार पुग्नु अब कति टाइम लाग्छ दिदी? उतै हो भोजपुर बजार उता देखिन्न उयो देखिन्न होइन। ल हामी चाहिँ यहाँ भोजपुर बजार कटेर एकछिन रेस्ट गरेको टाइममा ल अब हामी चाहिँ होटलबाट निस्केर अब हाम्रो गन्तव्यतिर लाग्दैछौँ। फाइनली हामी चाहिँ अहिले चाहिँ टेम्केको फेदीमा आइसकेको छौँ। टेम्के चाहिँ उ त्यो डाँडा रहेछ उ त्यो चख्या भन्जाङ भन्ने ठाउँमा। अनि मेरो गाडीले चाहिँ अलिक नतानेर हामी चाहिँ यहाँभन्दा 3 किलोमिटर पर होमस्टे गरेको थियौँ र हाम्रो यहाँ भाइ पनि सानो भिडियो बनाइरहेछ र म पनि अब यहाँ ठक्क यसरी मैले चाहिँ होइन ज्याकेट 3वटा लगाएको छु। एकदमै जाडो छ। तपाईँहरू पनि आउँदाखेरि एउटा ज्याकेटहरूको चाहिँ राम्रो खालको होइन गरेर आउनु होला। प्लस अब के भन्नु चाहन्छु भने अरू चाहिँ बेसिक कुराहरू चाहिँ अलिकति गाडीहरू चाहिँ राम्रो कन्डिसनमा हुनु पर्दो रहेछ। यहाँ हाम्रो चाहिँ अलिकति अहिलेसम्म चाहिँ अलिक गरिब मान्छे त्यति राम्रो आइपुग्यो अरूले लिएर आएको